हेलो एभ्रिवान, आज चाहिँ म तपाईँहरूलाई यो सिलगढीको गोर्खे हाटको दृश्य सानो लिएर आइरहेको छु है। मैले डल्लै त खिचेको छुइनँ, तर अलिकति मात्रै खिचेको छु। यो जुन चाहिँ देखाइरहेको छु मैले, यो चाहिँ तपाईँको खानेपट्टिको है, ब्याक साइडमा रहेछ खानेकुरा चाहिँ हो। सबै पाउँदो रहेछ गोर्खेहरूले खाने चिजहरू। अन्त यो जुन मैले देखाइरहेको छु, यो चाहिँ तपाईँको यहाँनिर चाहिँ स्टलहरू चाहिँ लाउनेहरू तपाईँको के बहुत कुछ पाउँदो रहेछ त्यहाँनिर यो। अन्त म चाहिँ हिजो एकछिन बाहिर यसो वकमा निक्लिँदाखेरि चाहिँ अन्त स्टलहरू देखेर चाहिँ यस्तो के रहेछ भनेर गएको। त्यहाँनिर चाहिँ गोर्खे हाट लाग्दो रहेछ होइन। अन्त यो गोर्खे हाट चाहिँ कहाँनिर हो भन्दाखेरि चाहिँ तपाईँको फर्निसिङ स्टोरी बिल्डिङ छ त्यसको त्यहाँनिर रहेछ। तपाईँहरू अन्त गाडीहरू पनि लिएर आउनु भएको छ भने यसो ग्राउन्ड फ्लोरमा पार्किङ पनि रहेछ है। अन्त मलाई चाहिँ राम्रो लाग्यो। अन्त त्यही भएर चाहिँ मैले यो भ्लग गर्नु, मलाई भिडियो बनाउनु मलाई मुडमा पनि थिएन हिजो। मलाई अल्छी लागिरहेको थियो होइन। तर पनि मैले अब कतिजनाले देखेको छैन होला, याद पाएको छैन होला होइन। यो भिडियोद्वारा मेसेज हुन्छ उनीहरूलाई पनि भनेर चाहिँ मैले चाहिँ यो भिडियो क्लिप गरिरहेको छु। तपाईँहरू पनि सिलगढी आएर बस्नु भएको छ भने स्याटरडे, तर एभ्री स्याटरडे मात्रै लाग्दो रहेछ यो गोर्खे हाट चाहिँ है। अरू बेला चाहिँ हुँदैन रहेछ। स्याटरडे चाहिँ तपाईँहरू आउनु भएको छ भने चाहिँ बेलुका मजाले घुम्नु सक्नुहुनेछ। तर कति बजीदेखि लाग्छ त्यो चाहिँ मलाई याद छैन, दिउँसो लाग्छ होला। म चाहिँ बेलुका गएको थिएँ है। तपाईँहरू पनि आउनु भएको छ भने चाहिँ घुम्नु होला गोर्खे हाट, मजाले इन्जोय गर्नुहोस्। हस् त, थ्याङ्क यू।